म 1 घन्टा हिँडेर ट्राभल गरेर भ्यू हेर्न आएको ठाउँ त देख्दैन पो रहेछ। वाउ, म चाहिँ रुममा बस्दा बस्दा झ्याउ लागेर निस्किएको होइन, सर्ट एन्ड स्विट भिडियो बनाउँछु नि भनेर। एन्ड देन just to watch this, just to make my mind fresh. Travel गरेको एक्लै with no one because I love to travel alone. अनि मलाई चाहिँ के भन्छ, एक्सप्लोर गर्न मन लाग्छ क्या प्लेसेसहरू। रुममा बस्नुभन्दा पनि कामको बेला काम, फ्री भएको बेला आई लभ टु एक्सप्लोर द न्यू प्लेसेस। मैले चाहिँ यो गुगलमा देखेको थिएँ एन्ड देन आई केम टु भिजिट अलोन एन्ड दिस इज वाट आई रिच्ड। जानु त जानु, कता जानु भन्ने कुरामा कन्फ्युज भएँ म। रुममा सुतेर बस्नुभन्दा आई लभ टु एक्सप्लोर द न्यू प्लेसेस। फिल गर्नु नै This is how I travel alone, guys. This is church रहेछ यहाँ, and then के गर्ने, and then भनेर इङ्ग्लिस मात्रै बोल्न आउँछ। यहाँ बस्ने मेरो फोन यहाँ छ, यहाँ बसेर म इन्जोइङ द भ्यू। बोटिङ पनि रहेछ पहिला चाहिँ, अहिले चाहिँ चलाउँदैन जस्तो छ, नत्र त बोटहरू त छ। अनि यसको पारिपट्टि पनि बोटहरू छ। दिस इज अ चर्च, इट्स ब्युटिफुल एन्ड हियर आई एम। के भन्नु,
जे भए पनि 1 घन्टा हिँडेर आएँ। वक पनि भयो, यस्तो ब्युटिफुल भ्यू पनि हेर्न पाएँ। गुगलमा पार्क सर्च गरेको थिएँ अनि यो देखेको थिएँ भनौँ न लाइट। यसो हेरेको 1 घन्टा रहेछ अनि जाऊँ न त होइन, किन रुममा बस्ने भनेर आई ड्रेस अप देन चर्च घुम्न आएको। मेरो युट्युबमा भ्लग नै हुन्छ भनेर। तर रिग्रेट चाहिँ छैन मलाई 1 घन्टा हिँडेर आएको, अब 1 घन्टा हिँडेर जानुपर्छ फेरि। त्यो कुरामा रिग्रेट चाहिँ छैन। यति राम्रो भ्यू इन्जोय गरेँ पनि, भ्यू इन्जोय गर्न पाएँ। ओ यहाँ पुल छ, त्यो पुल नि हेर्ने। यति धेरै माछा मारेर फेरि किन फालिहाल्नु? खाने भए किन मारिहाल्नु? कत्रो माछा पक्रिरहनु भएको त्यो साइडबाट यता पनि आए हेरे, यहाँ फिसिङ गर्नु हुँदो रहेछ। जानुपर्छ, रेस्ट नै गर्नुपर्छ होइन। यताबाट यता पनि हेरेँ, यताबाट उता नि हेरेँ। तर आजकल अब गर्मी परेको रहेछ। अरू बेला भुँडी लगाउँदा जाडो हुन्थ्यो, आज चाहिँ सिम्पल ज्याकेट र सेतो भेस्ट लाउँदा, सेतो भेस्ट लगाएर होला अलिक, सरी सेतो भेस्ट लगाएर होला अलिक शीतल भएको छ। लेट्स गो टु द रुम। एक्लै आएको, यो एक्लै घुम्नुको फाइदा चाहिँ हो कि आफूलाई कुनै ठाउँ मन पऱ्यो भने बसिराख्यो आनन्दले, होइन कसैले केही नै भन्दैन, आनन्दले बसी हेऱ्यो। त्यसपछि जानु मन लाग्यो कोही ग्रुपमा आयो भने चाहिँ यो ठाउँ घुमिसकेको छु, मनको ठाउँ भन्छ न, रमाइलो हुन कि रमाइलो त हुन्छ ग्रुपमा साथीहरूसँग घुम्नु। तर अब आफूलाई कुनै ठाउँ मन परिरहेको छ भने त्यो ठाउँमा बसिरहनु मन लाग्छ भने साथीहरूले जाउँ न त अर्को प्लेस भनेर त्यो ठाउँ जानुपर्ने हुन्छ नि त। रोड पनि यति सुनसान छ कि अहिले नै उता देखेन, उताको रोडहरू पनि सुनसान। फिसिङ स्पोट रहेछ, कस्तो राम्रो छ ठाउँ। And I love to travel, I love to explore. That's why रुममा बसेर सुत्नुभन्दा चाहिँ एलोन मैले ठाउँहरू घुम्न पाएँ, एक्सप्लोर गर्न पाएँ। I love that. साथीभाइ होस् नहोस् होइन, आफूलाई जानु मन लाग्छ जानुपर्छ। सच अ ब्युटिफुल हाउस। यस्तो राम्रो राम्रो घर कि सानो चिटिक्क पर्ने घरहरू छ कि यहाँनिर चाहिँ। यो त होमस्टे हो जस्तो छ। यो भ्यू इन्जोय गर्नको लागि चाहिँ होमस्टे हुनसक्छ। काम गर्दा पनि यसरी थाकिन थियो होला। मेरो गालामा मासु चाहिँ लास्टै लागिरहेछ, किन्ने लाग्दो रहेछ यार। त्यसपछि कन्टिनेन्टल आउँछ, त्यसपछि रुम आउँछ।
कति गले नि आई वन्ट रिग्रेट इट जामेहरू जानुपर्छ गर्मी भयो एक्लै हिँडेर आएको भोक नि लागिरहेको घरहरू चाहिँ कस्तो राम्रो चिटिक्क परेको हुन्छ क्या त्यो चाहिँ मलाई लास्ट राम्रो लाग्छ सानो चिटिक्क परेको बाइक स्टोर साइकल स्टोर रहेछ चाहिँ यहाँको घरहरू त सानो चिटिक्क परेको ठुलो ठुलो सोफा पनि नहुने अनि नेपालमा चाहिँ बाइक गाडी कुदायो भने कुकुर भुक्छ यहाँ त मान्छे हिँडेको बिगार्ने कुकुर भुक्छ यार कन्टिनेन्टको पछाडि रहेछ नि त हाम्रो कलङ्कीमा भए जस्तै हो कि म लास्टै गलेँ है त्यही भएर पार्कमा आएर बसेँ एकछिन घिनै लाग्दो भयो यार गाला लाग्यो त्यस्तै घिन लाग्ने पार्कमा केटाकेटीहरू मस्त खेल्दैछ हौ टुस्सो ए खोज्ची कति राम्रो खेल्दो रहेछ फुटबल सानो खोज्ची एकछिन रेस्ट गरेर जानु लास्ट डे उकालो चढेर आएर गल्यो ह्याप्पी फर्स्ट फुटबल खेलेर एउटा सानो बोलीसँग अब त्यो मोमेन्ट त मैले क्याप्चर गर्नु मिलेन मोबाइल खोजिमा थियो फुटबल खेल्न थालिसकेपछि केही याद हुन्न वही त बुनु तर मजा आयो फुटबल खेल्नु एकछिन भए पनि अब चाहिँ जुस खान्छु अनि डाइरेक्ट रुम जान्छु गऱ्यो स्टिल कति बज्यो 7:30 भइसक्यो उज्यालो छ किनकि टाइम चेन्ज भएको उज्यालै हुन्छ मेरो गालामा मासु लास्टै लागेको देखेर घिन लागिसक्यो आफूलाई लेट्स गो एनीवे बहुत गर्मी सो ब्याक टु माई रुम लुगा चेन्ज गरेर रेडी भएर बसेँ सुन्नुपर्छ भोलि ड्युटी छ थ्याङ्क यू फर वाचिङ गुड नाइट टेक केयर